नागभैरव। आमा भैरव कता गएछ? भैरव बाबु त त्यो तल्लो घरको शान्तिलाई सुत्केरी देखा लागेछ अनि बोकेर अस्पतालतिर लाँदै गरेको देखेँ मैले। बोकेर अस्पताल लग्यो रे? यता सुताउनुहोस् त बिरामीलाई। बिस्तार बिस्तार। ल अब तपाईँहरू एकछिन बाहिर जानुहोस्, म बिरामीलाई चेक गर्छु। के भयो नन्देज्यू? फेरि यस्तै रातिरहनु भएको छ। नहातिएर के गर्नु नि हजुर? त्यो अपराधी महाकाल भन्ने तिब्बतमा तपस्या गर्न गएको रहेछ। यहाँ तपस्या गर्ने बेलामा त्यो हुजिङ ताऊ भन्ने उसको गुरुले त्यसको पसिना जम्मा पारेर मायावी शक्ति बनाएर पठाएको छ अरे। त्यो पसिना जहाँ छर्क्यो त्योबाट खै के नागहरू के बनेर सबैलाई दुःख दिन्छ अरे। त्यही भएर हाततिर आएको हजुर। नन्देज्यू मैले त त्यो मरिसकेको भनेको सुनेको थिएँ, फेरि आयो त्यो। कहाँ मर्नु नि हजुर, त्यो त झन् तिब्बतमा गएर तपस्या गरेर झनै शक्तिशाली भएर आएको छ अरे। अस्ति मैले भनेको थिएँ नि काली नाग मायावी नाग छ भनेर, त्यसले 5 वर्ष मुनिका बच्चाहरूलाई खाइरहेको छ। अस्ति त झन् मेरै आँखा अगाडि एउटा बच्चालाई खाएको। म चाहन्छु यसपालि फेरि अरू बच्चाहरूलाई केही नहोस्। नचाहिने कुरा होइन दाइ, मेरो विश्वास गर्नु। दिदीलाई यहाँ राख्नु दिदीको ज्यानको लागि खतरा छ। बरु उतै लगाऊ, बरु उतै केही उपाय निकालौला। ए भयो के भयो? के स्वार्थले तिमी यो बोल्दैछौ? मेरो केही स्वार्थ छैन दाइ, बरु के गरेर हुन्छ दिदीलाई यहाँबाट निकालेर लगिहालौ। पागल जस्तो कुरा नगर न बहिनी, गइहाल तिमी यहाँबाट। दाइ मेरो कुरा बुझ्ने कोसिस गर्नु। बच्चालाई स्कुलबाट निकालिदियो भने त भविष्य नै अन्धकार हुन्छ। कहाँबाट जुटाउने होला अहिले यत्रो पैसा मैले? कहाँ छ सर्पो? सर्पो? बुढी तिमी चिन्ता नमान। यो सर्पलाई आज जसरी मान्नुपर्छ म मान्छे बोलाएर ल्याउँछु, चिन्ता नमान। ए लौ न बचाऊ मेरो बुढीलाई। भैरवी बहिनी तपाईँ पनि नागिन हो दिदी, यो कुरा कसैलाई नभन्नु है। आज तपाईँलाई बचाउनलाई मैले यो रूप धारण गर्नु पर्यो। हस् बहिनी। नआत्तिनुस् है, नआत्तिनु अब।
हजुरआमा लिनु त यो तातो दालको झोल बनाइदिएको छु खानु न। अहिले खानु मन छैन आनन्द। त्यस्तो भनेर कहाँ हुन्छ, खानु त खानु। कस्तो मिठो बनाएको मेरो नातिनीले। हजुरआमा अबदेखि तपाईँ बाहिर जाँदाखेरि मलाई सोधेर मात्र जानु है। यति धेरै बिरामी हुनुभयो। सानोतिनो ज्वरो आएको के, म तातो पानी तताएर खान्छु अनि त्यो त ठिक भइहाल्छ नि, किन आँटेको त्यसरी? खै छामम त अब कति धेरै ज्वरो, जाम त हिँड्नु अस्पताल जाम। अहिले जानु पर्दैन बाबा, म तातो पानी तताएरै ठिक भएर खान्छु। कहाँ त्यस्तो भनेर हुन्छ, जाम हिँड्नु। अरे त्यहाँ भोलि पर्सितिर जाम्ला के। आज म यो तातो झोल खान्छु दालको, अनि त्यो बेसार पानीहरू पकाएर खान्छु तुलसी राखेर, अनि अलिक ठिक हुन्छ अनि फेरि जाम्ला के बाबु। होइन कि हजुरआमा, अस्पताल जानुपर्छ नत्र झन् बिरामी भइन्छ। रोग लुकाउनु हुन्न कि हजुरआमा। तिमीले भनेको नि ठिकै हो। आज मेरो यो खुट्टाको जोड्नेहरू पनि कटकट खाइरहेछ, हिँड्न नि सक्दिनँ। सर्प पनि होइन, नाग पनि होइन, त्यो त मायावी जनावर हो। यानि कि महाकालको नयाँ शक्ति। बुझ्यो तिमीहरूले? बुझ्यौ महाराज। यो महाकालको चारैतिर अब चर्चा हुनेछ, बुझ्यौ? बुझ्यौ महाराज। महाराज त्यो मायावी शक्ति भने सुने हो, त्यसले के गर्छ त? त्यो मायावी भन्नु नि महाकाल हो। अहिलेसम्म त त्यसले गाउँमा उदुङ्गो मचाइरह होला। उदुङको भनेपछि त पुरा हाहाकार भइरह होला, रुवाबासी चलिरह होला। मलाई त महाराज यी मेरा चर्म चक्षुले कस्तो उदुङको मचाउँछ हेर्न मन लागिरहेछ। कस्तो उदुङको मचाउनु नि, बच्चाहरू खान पठाएको होइन, अहिलेसम्म त खाइसक्यो होला होइन महाराज? गजब हो महाराज, गजब हो। यस्तै गरी शक्ति आइरह्यो भने हाम्रो महाराजलाई जित्न सक्ने कसैको सामर्थ्य हुँदैन। महाराजलाई अझ शक्तिशाली बनाउन के गर्नु पर्यो हामी गर्छौँ। तैँले केही गर्नु पर्दैन। अब जे गर्छ मायावी सर्पले गर्छ। नमस्ते, हेर्नुभयो नाग भैरव? नमस्ते, हजुरहरूले हेर्नुभयो नाग भैरव? कस्तो लाग्यो? सल्लाह सुझाव कमेन्ट बक्समा गएर लेखिदिनु होला। र अबदेखि हामी सधैँ यही च्यानलबाट आउनेछौँ, त्यसैले कमेन्ट, लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू, धन्यवाद।